बर्बाद गरेछ नि यहाँ त आँगै यत्रो आँगा भचाएछ नि त आम्मामाम हावाले हेर्नु कति चाहिँ फलिरहेको थियो आम्मामाम मन मरेर आउँछ नि हो यस्तो हुँदा चाहिँ कति मजाले फलिरहेको थियो नि आम्मामाम हेर्नुहोस् त इटिटिटिटिटि लागिरहेको छ नि हो कति मजाले कलकलाउँदै आइरहेको थियो ट्याङ्गे हावाले भचाइदिएर सबै मेहनत है यो चाहिँ किस्मत भन्दा पनि किस्मत पनि जरुरी छ हो र मेहनत पनि किस्मत सँगसँगै मेहनत पनि गर्नुपर्ने रहेछ यहाँ माथि डल्लै छ है कति मजाको हेरौँ हेरौँ लाग्दो बगानमै आएर सुतिबसौँ जस्तो भइरहेछ नि यहाँ चाहिँ नयाँ नयाँ सानो यिनीहरू चाहिँ ग्राफ्टेड हो ठुल्ठुलो चाहिँ ग्राफ्ट होइन यो चाहिँ बादमा लगाएर आज चेक गर्दैछु अब मेरो सुन्तलाको के कस्तो भएछ छुट्टी पनि छैन साह्रो बेसी हो अब अलिअलि चेक गरेर मजाले फलेको छ अब फल्नु चाहिँ असिना अस्ति 3-4 दिन अगाडि असिना आएर निकै लगेछ ठिकै छ अब लानु पर्यो अलिअलि त प्रकृतिले सबै फल्यो भने थाम्दैन पनि बोटले पनि थाम्ने कुरा आएन यहाँको पनि लास्ट इयर हाँगाले हावाले बिगारेर काटेर मिलाएको छु बोटहरू वही हरियो कालो भएर आइरहेछ नि हो आज चेक गर्दैछ अब यो अस्ति फेरोमोन ट्याप लगाइरहेको छु कति चाहिँ किराहरू आएछ भनेर अब यो हाँगा अब माया लाग्दो फ्याँक्ने बेला भइगयो यो पनि अर्को पालि चाहिँ फल्छ नि रहेछ है जङ्गल अलिक भएछ हो यस्तै फाँडेको यसमा छैन होला फलेको यसपालि चाहिँ यो फल्यो भने पनि टिपेर फ्याँकिदिनुपर्छ चाहिँ यहाँ त्योबाट चाहिँ फलेको होला यसमा फेरोमोन ट्याप पापाले लगाएको हेर्दैछ अझै बगैँचा भिजिटिङ मेरो मजाले फलिरहेछ बगैँचा आउँदा चाहिँ केही लाउनु भएन स्यान्ड सुन्डहरू पनि अहिले चाहिँ नर्मल आउनु पर्यो न फुल खेलेर भर्खर दाना लाग्दै सबै झर्छ